अगाडिको भिडियोमा हामीले HCF हेरेका थियौं। अब LCM हेरौं। LCM lowest common multiple LCM को एउटा फर्मुला छ। LCM भनेको common factor into remaining factor। यसलाई हामी अर्को भाषामा चाहिँ HCF into remaining factor नि भन्छौं। ल अब यो सम्बन्धी केही क्वेशनहरु सल्भ गरौं। ए मा भनेछ find the LCM of 1 number मा छ 4x minus 20 comma 6x minus 30। solution here first expression equal to 4x minus 20। अब यसलाई सल्भ गर्दा यसको कमन फ्याक्टर निकाल्नु। कमन भनेको दुईटामा 4 छ, 4 कमन आयो, बाँकी x minus 4 को चाहिँ 20, 4 5 जो 20, बाँकी 5 यहाँ हो। यसलाई यति गरौँ। सेकेन्ड एक्सप्रेसन भनेको 6x minus 30 छ। यो भनेको दुईटामा कमन 6 छ, बाँकी रह्यो x minus 6 5 जो 30, यहाँ 5 हुने भयो। ओके, अब यसबाट हाम्रो therefore LCM भनेको के हुन्छ त? पहिला कमन फ्याक्टर के हो यसमा? कमन फ्याक्टर भनेको x minus 5 दुईटामा भएको, रिमेनिङ फ्याक्टर भनेको इन्टु 4 इन्टु 6 है। यो भनेको 6 4 24 अनि x minus 5 चाहिँ हाम्रो फाइनल एन्सर हो। ल यस्तै अगाडि बढौं अर्को क्वेशनमा। 2 नम्बरमा a square plus 3a plus 2 अनि a square minus 4। इसको सल्युसन here फर्स्ट एक्सप्रेसन के छ भन्दा a square plus 3a plus 2। यो यस्तो क्वेशन देख्ने बित्तिकै हामीले मल्टिप्लाई गर्दा पहिले यो यहाँ अगाडिको र यस्तोमा हामीले यो र यो अगाडिको नम्बरहरुलाई मल्टिप्लाई गर्नुपर्छ। यहाँ 1 छ हैन, 1 into 2 2 हैन, 1 into 2 हो भनेपछि मल्टिप्लाई गर्दा 2 आउनु पर्यो। अनि यहाँ भएको जुन साइन छ यो प्लस गर्दा 3 आउनु पर्यो। त्यो नम्बर के हो त भन्दा 2 into 1 2 2 plus 1 3। हामीले त्यो राखेर गरौँ। a square plus यो भनेको 2 plus 1 a plus 2। अब a square plus 2 into a 2a plus 1 into a plus 2। दुईटामा कमन के छ? अब a कमन छ, बाँकी रह्यो a plus 2। अब दुईटामा के पनि कमन छैन भने पहिला के कुरा गरेको थियौं भन्दा 1 कमन हुन्छ, रिमेनिङ जस्ता तस्तै a plus 2। दुईटामा कमन भनेको a plus 2 र रिमेनिङ यहाँ बाँकी
a plus 1 हाम्रो फर्स्ट एक्सप्रेसन भयो। अब त्यस्तै गरी सेकेन्ड एक्सप्रेसन के छ, a स्क्वायर माइनस 4। सेकेन्ड एक्सप्रेसन भनेको a स्क्वायर माइनस 4। ल यसमा अब यो भनेको a स्क्वायर माइनस 2 स्क्वायर यानी कि a स्क्वायर माइनस b स्क्वायर को फर्मुला हो। भनेको a प्लस 2 a माइनस 2। अब यसपछि हाम्रो एलसीएम कति छ अब भन्दा दुईटामा पहिला कमन फ्याक्टर हेरौं। कमन फ्याक्टर यो र यो छ कमन फ्याक्टर, अनि रिमेनिङ भनेको चाहिँ यो र यो। अब यही कुरालाई लेख्दियौं, यो हाम्रो एलसीएम हुन्छ। कमन फ्याक्टरमा पहिला a प्लस 2 कमन छ दुईटै, बाँकी रहेको a प्लस 1 अनि a माइनस 2। यसलाई मिलाएर लेख्दाखेरि हामी के लेख्न मिल्छ भन्दा a स्क्वायर माइनस 2 स्क्वायर a प्लस 1, जसलाई हामी a स्क्वायर माइनस 4 a प्लस 1 पनि लेख्न सक्छौं। यो हाम्रो एन्सर हो। त्यस्तै गरी क्वेशन नम्बर 3 मा हेरौं। x स्क्वायर प्लस 5x माइनस 6 प्लस 6। अर्को x स्क्वायर प्लस x माइनस 6। ल सोल्युसन हेरौं के छ यसको। अब हियर फर्स्ट एक्सप्रेसन भनेको x स्क्वायर प्लस x स्क्वायर प्लस 5x प्लस 6। यो भनेको फेरि मल्टिप्लाई गर्दा 6 6 भन्दा 6 प्लस गर्दा 5। अब अलिअलि कन्सेप्ट क्लियर भइसकेको छ, त्यो अलिक क्विक गरौँ। यो भनेको 3x प्लस 5 3x प्लस 2x 3x प्लस 2x प्लस 6। यो भनेको 3 प्लस 2 5। दुईटामा कमन भनेको x कमन, रिमेनिङ x प्लस 3। यसमा 2 कमन, रिमेनिङ 2 3 जा 6 x प्लस 3 भयो। यहाँ हाम्रो आउँछ x प्लस 3 कमन, रिमेनिङ x प्लस 2। त्यस्तै गरी सेकेन्ड एक्सप्रेसन x स्क्वायर प्लस x माइनस 6। यो भनेको अब मल्टिप्लाई गर्दा 6 माइनस गर्दा 1 इजी छ। भनेको 3 2 जा 6 3 माइनस 2 1 भनेको 3x माइनस 2x माइनस 6 इक्वल टू, अब लेखौं दुईटामा कमन x प्लस 3 कमन माइनस 2 कमन छ, अनि यो माइनस के अरे सरी माइनस बाहिर आएपछि यहाँ x मात्रै भयो। माइनस माइनस प्लस रिमेनिङ 2 3 जा 6। यो भनेको x प्लस 3 x माइनस 2। अब यसको एलसीएम हुन्छ। therefore LCM equals to x plus 3 कमन फ्याक्टर हो है, यो र यो यता, अनि अर्को रिमेनिङ भनेको x plus 2 x minus 2। यसलाई अझ एक स्टेप लेख्दाखेरि आन्सर मिलाएर x plus 3 x स्क्वायर माइनस 4 लेख्न मिल्यो। यो ठ्याक्कै अगाडिको कन्सेप्ट हो। ल अब अर्को हेरौँ, क्वेसन नम्बर 4। x स्क्वायर प्लस 14x प्लस 49। अर्को x स्क्वायर माइनस 49।
solution here first expression दिएको छ x square plus 14x plus 49 यसको अब मल्टिप्लाई गर्दा 49 प्लस गर्दा 14 7 7 दा 49 7 plus 7 14 यो भएपछि x square plus 7x plus 7x गर्न मिल्यो plus 49 दुईटामा कमन x remaining x plus 7 plus दुईटामा कमन 7 remaining x plus 7 7 49 remaining common र remaining नै त्यो common factor x plus 7 remaining factor पनि x plus 7 यो भनेको x plus 7 को होल स्क्वायर लेख्न मिल्यो त्यस्तै सेकेन्ड एक्सप्रेसन हेरौं सेकेन्ड एक्सप्रेसन x square minus 49 यो भनेको x square minus 7 को स्क्वायर हुन्छ फर्मुलामा हाल्नु सिधै x plus 7 x minus 7 ल अब एलसीएम निकाल्ने कन्सेप्ट आइसक्यो होला यति बेलासम्म त एलसीएम भनेको दुईटामा कमन x plus 7 छ यो एक वटा x plus 7 हैन अर्को रिमेनिङ के छ जस्तो यहाँनिर हेरौं यो हाम्रो दुईटा र यसमा पहिला हेरौं कमन भनेको एउटा यो त्यो मिलाएर यहाँ लेख्यौं अब फेरि योसँग यो पनि बाँकी छ नि त यो अर्को x plus 7 पनि बाँकी छ त्यसलाई पनि यहाँ राख्नु पर्यो x plus 7 लाई अनि यो बाँकी रहेको x minus 7 पनि हुने भयो है ल त्यही कुरा हामी लेखौं भनेको यो छुट्टेको अर्को x plus 7 एउटा बाँकी छ x plus 7 अनि एउटा x minus 7 छ अब यसलाई लेख्दाखेरि x plus 7 को होल स्क्वायर x minus 7 चाहिँ हाम्रो यो फाइनल आन्सर हो 5 नम्बर हेरौं अब 5 मा जाँदा के रहेछ x square plus 3xy comma x square plus xy minus 6y square solution here first expression x square plus 3xy यो भनेको x कमन छ x plus 3y यो रिमेनिङ यसमा भयो यसको काम सक्यो सेकेन्ड को हेरौं सेकेन्डमा x square plus xy minus 6y square यसमा फेरि यो सुरु गरेर यो मल्टिप्लाई गरौं यो भनेको मल्टिप्लाई गर्दा 6 माइनस गर्दा 1 3 र 2 x square plus 3xy minus 2xy minus 6y को स्क्वायर दुईटामा कमन x कमन रिमेनिङ x plus 3y माइनस दुईटामा कमन 2 अनि y पनि कमन छ एउटा यहाँ छ दुईटा यहाँ छ ओके यसमा 2 भनेपछि रिमेनिङ एउटा x छ माइनस माइनस प्लस यहाँ 3y अब यो लेख्दाखेरि दुईटामा कमन फेरि x plus 3y रिमेनिङ x minus 2y अब यसको एलसीएम भनेको चाहिँ कमन पहिला लेखौं x plus 3y कमन रिमेनिङ भनेको एउटा यो x पनि बाँकी छ यो पनि लेखौं यसलाई अगाडिपट्टि यसरी राख्दियौ x अनि यो बाँकी छ अर्को
x minus 2y यो हाम्रो फाइनल आन्सर त्यस्तै 6 number x square minus 3xy minus 18y square comma x square minus 8xy plus 12y square. It's my solution. Here first expression कति छ के छ हेरौं x square minus 3xy minus 18y square यसमा मल्टिप्लाई गर्दा 18 हैन अनि माइनस गर्दा 3 मल्टिप्लाई 18 minus 3 भनेपछि हेरौं के हुन्छ x square minus 6xy अनि प्लस 3xy 6 3 18 0 तर यहाँ प्लस किन आयो भन्ने क्वेशन आउला त्यो म यहाँ एउटा एक स्टेप यहाँ भित्र के छ हेरौं यो स्टेपमा हेरौं है त यो भनेको x square minus 6 minus 3 xy minus 18y square हो हैन यो भनेको चाहिँ अनि x square को यहाँ x square आयो अनि minus xy into 6 minus 6xy अनि minus यो प्लस यहाँ आयो यो माइनस into माइनस प्लस भयो त्यो प्लस यहाँ आयो अनि 3 into xy 3xy minus 18y square त्यतिकै भयो है त्यसरी गरेको अब दुईटामा कमन x कमन रिमेनिङ x minus 6y त्यस्तै गरी यहाँ प्लस दुईटामा 3y कमन छ रिमेनिङ x minus 3 6 18 भनेपछि 6 एउटा y बाँकी छ रिमेनिङ के कमन के छ x minus 6y कमन बाँकी भनेको x plus 3y ल त्यस्तै गरी अब अर्को एक्सप्रेसन सेकेन्ड एक्सप्रेसनमा x square minus 8xy plus 12y square यसमा पनि त्यस्तै गरौँ x मल्टिप्लाई गर्दा 12 प्लस गर्दा 8 भनेको 6 2 जा 6xy minus 2xy plus 12y square अब यहाँ फेरि माइनस किन आयो भनिएला त्यो पनि एकचोटि यहाँ चेक गरिहालौँ माइनस किन आयो भनेर त्यसको लागि पहिला सुरुमा यो स्टेपमा के छ हेर x square minus 8 अब प्लस गर्दा 8 आउनु पर्यो मल्टिप्लाई गर्दा 2 6 2 जा 12 भने 6 plus 2 xy plus 12 हुन्छ y square हुन्छ यसमा xy को यो xy माइनस को यहाँ माइनस इन्टु प्लस भित्रको है माइनस xy इन्टु 6 भनेको माइनस 6xy अनि यहाँनिर यो माइनस इन्टु यो प्लस यो माइनस प्लस मल्टिप्लाई गर्दाखेरि यहाँनिर आयो माइनस आयो हैन त्यो कुरा हो त्यस्तै गरी 2 इन्टु xy 2xy प्लस 12y जस्ता तस्तै अब हाम्रो बाँकी दुईटामा कमन x minus 6y माइनस दुईटामा कमन 2y छ यहाँ x रह्यो यो माइनस इन्टु प्लस माइनस 2 6 12 एउटा y यही छ अब त्यस्तै गरी दुईटाको एलसीएम निकालौं
therefore LCM equals to common भनेको x minus 6y छ एउटा छुटे छ यहाँ यो लेखिहालौं यो x minus 6y bracket x minus 2y ल common भनेको दुईटामा x minus 6y छ यो common भयो एउटा x plus 3y एउटा x minus 2y भनेपछि x plus 3y अर्को x minus 2y यो हाम्रो फाइनल आन्सर ओके 7 नम्बर हेरौं 2x square minus x minus 3 comma 4x square minus 9 इसको सॉल्यूशन के देखो से हैं here first expression equals to 2x square minus x minus 3 यो भनेको अब मल्टिप्लाई गर्नु पर्यो 2 into 3 6 मल्टिप्लाई गर्दा 6 माइनस गर्दा 1 अघि नै यस्तो क्वेशन आइसकेको छ भनेको माइनस 3x plus 2x अब यहाँ किन माइनस र प्लस आयो भन्ने कुरा ठ्याक्कै माइनस यो डाइरेक्ट गर्ने 3 minus 2 हुन्छ यहाँ x यो भनेको minus x into 3 minus 3x minus minus plus 2 into x 2x यही कुरा चाहिँ यहाँनिर आएको छ त्यस्तै गरी दुईटामा कमन भनेको x कमन 2x minus 3 रिमेन हो प्लस दुईटामा कमन केही छैन भने चाहिँ 1 हुन्छ 1 2x minus 3 यो भनेको 2x minus 3 x plus 1 यो फर्स्ट एक्सप्रेसन सेकेन्ड एक्सप्रेसन भनेको 4x square minus 9 equals यो भनेको 2x को होल स्क्वायर गर्न मिल्यो त्यस्तै गरी 9 लाई 3 को स्क्वायर गर्न मिल्यो यो भनेको 2x plus 3 अनि 2x minus 3 फर्मुलामा हालेको therefore LCM भनेको दुईटामा कमन भनेको 2x minus 3 2x minus 3 छ त्यो लेखौं पहिला 2x minus 3 remaining 2x plus 3 अनि अर्को x plus 1 हामीले अझै एक स्टेप इजियर वेमा लेख्न मिल्यो यसलाई है यो भनेको यो a minus a plus b यो केलाई हामीले टुक्रा पारेको थियौं भन्दा हामीले यो लेख्न मिल्यो ए यसको साटोमा है किन भन्दा यसको भ्यालु हामीले यो निकालेको छौं त्यही कारणले गर्दा यसको साटोमा यो लेख्न मिल्यो 4x square minus 9 अनि बाँकी x plus 1 यो हाम्रो फाइनल आन्सर ओके अर्को 8 नम्बरमा छ x square plus x square minus रहेछ x square minus 7x plus 12 अनि अर्को x square plus 3x minus 18 solution here first expression भनेको x square minus 7x plus 12 यसमा x square minus मल्टिप्लाई गर्दा यो 12 आउनु पर्यो प्लस गर्दा 7 आउनु पर्यो भनेको 4x minus 3x यसरी नै हेर्नु मिल्यो दुईटा माइनस गर्दा माथिको आउनु पर्यो -4 -3 भनेको -7 भयो प्लस 12 जस्ताको जस्तै दुईटामा कमन x रिमेनिङ x -4 दुईटामा कमन -3 रिमेनिङ
x minus plus minus 3 4 जा 12 यसमा x minus 4 अनि x minus 3 रिमेनिङ भयो यस्तै गरी सेकेन्ड एक्सप्रेसनमा छ x square plus 3x minus 18 यसमा मल्टिप्लाई गर्दा 18 माइनस गर्दा 3 भनेको 6 3 जा 18 6 minus 3 3 त्यही भएर हामीले यसलाई लेख्दाखेरि प्लस 6x minus 3x minus 18 गर्छौं यहाँनिर दुईटामा कमन x रिमेनिङ x plus 6 माइनस दुईटामा कमन 3 रिमेनिङ x minus minus plus 3 6 18 यहाँ दुईटामा कमन भनेको x plus 6 रिमेनिङ भनेको x minus 3 अब LCM के भयो त therefore LCM equals to कमन पहिला लेखौं x minus 3 x minus 3 रिमेनिङ भनेको x minus 4 x plus 6 यो हाम्रो फाइनल आन्सर